हेलो साथीहरू नमस्ते, म सेफ गोपी। आज चाहिँ हामी मकैको भात बनाउने है त घरमा। यो तरिकाले मैले मकैको च्याख्ला लिएर आइरहेको छु। मकैको च्याख्लालाई यो तरिकाले यहाँ काट्नुहोस् र काटेर एउटा बोलमा लगाउनुहोस्। यदि हामी मकैको च्याख्लाको भात खानलाई यति मिठो और स्वादिलो हुन्छ र खानलाई हेल्दी पनि हुन्छ। यो तरिकाले हामीले मकैको भात बनायौँ भने सागसँग धेरै एकदम राम्रो मिठो हुन्छ। देख्नुहोस् मकैको च्याख्ला। यहाँ पे मैले कसौडीमा पानी लिएको छु। पानीलाई राम्रोसँगले उमल्न दिनुहोस् र पानी राम्रोसँगले उम्लेपछि मकैको च्याख्ला लगाउनुहोस्। मकैको च्याख्लाको खाना धेरै राम्रो और हेल्दी पनि हुन्छ। तपाईहरुलाई मन पर्ने जतिले भिडियोलाई लाइक शेयर कमेन्ट जरुर गर्नुहोला र यो तरिकाले मकैको भातलाई राम्रोसँगले फिटेर बनाउनुहोस्। यो भातलाई राम्रोसँग फिट्नुहोस् र उपर अलिअलि फिजायो भने यसलाई निकाल्दिनुहोस् र एकदम स्वादिष्ट बन्नेछ। यो तरिकाले यो पर्फेक्ट तरिकाले बनेको छैन, बनिसक्न लाग्यो। यसलाई चाहिँ राम्रोसँग मिलाएर 5 मिनेटसम्म यहाँ ढक्कन लगाइदिनुहोस् यो तरिकाले र 5 मिनेटसम्म ढक्कन निकालेर एकपल्ट चलाइदिनुहोस् मुनिको माथि गरेर। यो तरिकाले मकैको भातलाई राम्रोसँग चलाइदिनुहोस् र यसलाई चाहिँ अर्कोपल्ट पनि 5 मिनेटसम्म ग्यासको फ्लेम लो गरेर यसमा ढक्कन लगाइदिनुहोस्। हाम्रो मकैको भात बनेर तयार भइसकेको छ र यो तरिकाले तपाईले मकैको भात घरमा राम्रोसँगले बनाउन सक्नुहुन्छ। एकदम राम्रो स्वादिलो प्रोटिन खाना हो यो र यो खानालाई तपाईहरुले एकदम मन पराउनुहुन्छ भने हाम्रो च्यानललाई लाइक शेयर कमेन्ट गरेर जरुर बताउनुहोस्। फेसबुक च्यानल सेफ कुकिङ ल हेर्नुहोस्। अगर तपाईलाई भिडियो राम्रो लाग्यो भने कमेन्ट पनि जरुर गर्नुहोला। थ्यांक यू धन्यवाद।